हेलो एभ्रिवान, स्वागत छ तपाईहरुलाई फेरि मेरो नयाँ अर्को भिडियोमा। यतिखेर चाहिँ हामी यो के भन्छ यो ठाउँलाई मुढेतिर छौं है। मुढे यता आर्मी ब्यारेक छेउतिर छौं अहिले चाहिँ हामी। अनि आजको यात्रा भनेको चाहिँ यहाँ दिक्तेलमाथि मुढेदेखि घरसम्म टुवाखोलासम्मको हुनेछ। टुवाखोलासम्मको बाटोहरूको बारेमा आज म तपाईहरुलाई अपडेट गराउने छु। अपडेट अस्तितिर त खत्तम थियो त्यो बाटो, हिलो हाली बर्खा पनि थियो। आजभोलि बर्खा पनि अलिक छिट्यो, घाम पनि लाग्यो। बाटोहरु चाहिँ अहिले कस्तो बनाएको छ त्यही देखाउँदै लानेछु म तपाईहरुलाई। यहाँबाट चाहिँ हामी सर तल दिक्तेल झर्ने, तल दिक्तेल देखिँदैछ हैन, तल दिक्तेल बजार, दिक्तेलबाट त्यहाँबाट यस्तो हुँदै हामी चाहिँ उता के रे एयरपोर्ट पुग्ने। एयरपोर्टबाट ओह्रालो तल देख्न सक्नुहुन्छ एयरपोर्ट हैन। एयरपोर्टबाट ओह्रालो साप्सुखोलाबाट रातमाटा, यामखा, ओख्रे, पञ्चमी हुँदै जान्छौँ हामी चाहिँ हैन। हामी चाहिँ ठ्याक्कै त यो दिक्तेलको डाँडा देखेको डाँडाको त्यो पल्लो डाँडाको ठ्याक्कै त्यो डाँडाको उतापट्टि पुग्नुपर्ने हुन्छ। अनि यता वो चाहिँ टिम्के डाँडा हैन, यता इलाका पो देख्यो कि जस्तो यता आर्मी ब्यारेक पो देख्यो कि क्या हो। भिडियोमा त फोटो खिच्नु मनाइ छ भन्थे। यहाँबाट नदेख्नु हेर्छ त्यहाँबाट यता जाने टिम्के डाँडा वहाँ तपाईहरु देख्न सक्नुहुन्छ चखया त्यहाँ है। टिम्के डाँडाको टावर पनि देखिँदो रहेछ अहिले त। तपाईहरु चाहिँ यताबाट यता सोलमा, दोर्पा, बाजुझान्डा हुँदै टिम्केतिर पनि जानु सक्नुहुन्छ। त्यही हो। ल दिक्तेल त के हो, झिलिमिली छ त हौ, झिलिमिली। सो अहिले चाहिँ म दिक्तेल बजार आइपुगेको अवस्था। चलपल है, चलपल, दिक्तेलको चलपल। यो होम्स चाहिँ भएन होम्स भएन अलिक। हेलो दिक्तेलवासी सबैजनालाई एउटा अनुरोध गर्न चाहन्छु म, कृपया यो होम्समा दिक्तेलवासी मिलेर श्रमदानबाट कलर गर्दिम न हो, कलर गर्दिम। हर्क साम्पाङ समर्थन टिमले भयो भने गर्दिम न हो यो होम्सलाई चाहिँ कलर चाहिँ। अहिले चाहिँ म यता आइसकेँ है, खानी डाँडा एयरपोर्ट। यहाँ माथि एयरपोर्ट देख्न सक्नुहुन्छ तपाईहरु, मनमाया विमानस्थल अथवा खानी डाँडा। यहाँनिर फेरि डेन्जर पहिरो गएछ त। यता पारी बामराङ, यता चाहिँ खाल्ले होला हैन, त्यता बामराङ, यता दिक्तेल भयो। माथि नुनथला देखिँदैछ, नुनथला, यता मौरे, यता पारी बुइपामा के भन्छ अरे त्यो भन्दा बुइपामा के भन्छ भने बुइपा के दो बाटो भन्छ त्यो ठाउँलाई। त्यो ठुलो मूर्ति देख्नु हुँदैछ हो, त्यो मूर्ति भएको ठाउँलाई पञ्चेदो बाटो गएर सायद पञ्चेदो बाटो होला त्यो बुइपा। पहिलेतिर हामी हिँडेर हलेसी बजार जाँदाखेरि यो पारीको बाटो जानु पर्थ्यो जस्तो लाग्छ। यो पारीको बाटो हुँदै वहाँ माथि के हो त्यो माथि बर्खरुक देख्दैछ हो, त्यता हुँदै यता राजापानी, धितुङ खै के हुँदै जानु पर्थ्यो। हिँडेर 2 दिनमा पुगिन्थ्यो।
ल अहिले चाहिँ साप्सु खोला झरेको अवस्था तपाईँहरू देख्न सक्नुहुन्छ। साप्सु खोला है, झन् गर्नुहुन्छ त हौ, जति मात्र झऱ्यो त्यति। अब चाहिँ यो खोला तऱ्यो भने चाहिँ हामी दिप्रुङ चुइचुमा देखिन्छ। यो पुल तरिसकेपछि ल साप्सु खोला अझै धन्दै रहेछ। अलिक छिटो रहेछ त। भाइरल फुल यता पनि रहेछ, गाउँतिर पनि काँस तराईतिर भाइरल भएको फुल उतातिर है, जता ततै भाइरल छ नि यो फुल। फुलेर पनि झर्दै रहेछ। त्यस्तै है अब। साप्सु खोलासम्म त ठिकै छ, तर यता पनि ठिकै छ। यतिको त फेरि साखर गरेर अस्तितिर भन्दा है, अस्तितिरको बेला चाहिँ यहाँ माथि यामखातिरसम्म त ठिकै थियो। यामखा मुनि अलिकति खराबी, उकालो अलिकति खराबी थियो होइन, नत्र माथि उता स्टेटमातिर जाने रोडसम्म निस्किन खोज्छ राम्रै छ। त्यसपछि त बाटो बाटोको त पुरै नगर्नु, ढिलो भन्दा केही छैन, अलिक पर्दै पनि थियो। किनेको ढिलो मैले तपाईँहरूले देखाउनु पाइनँ है, रात परिहालेर। पञ्चमीबाट अझै उहाँ खोलासम्म त बाबा त्यता गाडीहरू हिँड्ने त पुरै थिएन। अहिले यो कस्तो भएको बाटोहरू हेर्दै जाँदैन, जाँदा बाटो राम्रो हुन्छ नि तपाईँहरू कामहरू साखारीहरू सबै त। ल अहिले चाहिँ म यहाँ आइपुगेको अवस्था है, रातमाटाको टुप्पी सिरानतिर। म चाहिँ यो बाटोबाट आएको, यो बाटोबाट। अनि यहाँबाट उता चाहिँ मातेमबाट टेममा हुँदै मातेमतिर जाने बाटो हो यो चाहिँ होइन। मातेम दिक्तेल पहिलेको मेन हाइवेबाट चाहिँ यहाँबाट उता थियो, उता टेममा मातेम हुँदै दिक्तेल जाने रोड। अनि पछिबाट खनेको चाहिँ यो बाटो यता रातमाटा हुँदै। तर उतारो भन्दा यताबाट चाहिँ अलिक छिटो बाटो छ होइन। रातमाटा खानी डाँडा हुँदै दिक्तेल जाने यता, कोटगाउँ टेममा माथिम हुँदै दिक्तेल जाने उता। तपाईँहरू यता पञ्चमी साइडबाट आउनु हुँदैछ भने कोही नयाँ, यहाँबाट सिधै नजानु होला, यहाँबाट लेफ्ट लागेर जानु होला, त्यही भन्न चाहन्छु। ल पारितिर बबाल गाउँहरू देखिरहेछ त, पारी टेममा त माने मन्ज्याङ माथि अनि बोपुङ होला। अनि यता हुँदा हुँदा मातेम त पारी दोर्पा, यता उता लफ्याङ, बेसीहरू त अहिले झलल हुनु लागेको छ पुरै, सिल फलेर सिल
धान पाक्ने बेला भयो आउँदा होइन बेसी त पुरै ल ल धान पाकेर बर्खाको यत्तिकै बाटो हुनु पऱ्यो क्या ठाउँ कुरोटहरू सबै होइन यत्तिकै भएपछि त बर्खामा पनि यति हुँदैन नि त यति त्यसले अस्तिको यहाँको बाटो त बा साकार गरेर पनि अन्त पिच जतिकै भएछ चिल्लो न चिल्लो सब साकार गरेर यो बाटो अहिले त ओहो यतिको बाटो भएर माइडियर भइहाल्यो नि रोडहरू भर्खर साकार गरेको है त्यो ओहो जतिकै बाटो भेट्छ त कहाँसम्म हो यो बाटो यस्तो पञ्चमी हो पञ्चमीसम्मै हो कि दखलासम्मै हो कि बिजीसम्म चाहिँ यस्तो बनाएको हो दखलासम्मै भयो त के हुन्थ्यो त बाटो त कति सहज भएछ नि त हौ यति बाटो बनाइदिनाले यतिको बाटो त छ गाउँ गाउँमा सब गाउँ गाउँमा यो काम गर्नु कहाँबाट अरियाल फिराइन्छ हो बबाल दामी बाटो भेटेको बेलामा के थिएछ कानमा पनि फेरि ल धान पाक्नुको लागि एकदम तयारी अवस्थामा रहेछ यता चाहिँ होइन ओखरेतिर स्कुलतिर चाहिँ अब एक दुई दिनमा त पुरै पहेँलै हुने रहेछ धान पाकेर हिलो थियो है हिलो सिधो सुकेर अहिले त सिङ्गल हुनु त बबाल मजा आउने रहेछ डबल हिसाबमा गाह्रो सिङ्गलमा त बबाल बाटो देख्नु चाहिँ तपाईँहरू जानु सक्नुहुन्छ ओखरे स्कुल झन्डै पछाडिएकोमा क्या पुग्यो
बवाल भन्छ लडेर घोडा खसिसक्यो होला देखेर आज सोमबार पञ्चमी बजारबाट मान्छेहरूले सुँगुर पाखा किनेर माल ल्याइसकेछन्। के भन्छ टुक्रे खोला हो के खोला हो अस्तिको खोला पनि डेन्जर छ अन्त सुकिसकेको ओहो बल्ल शीतल भयो त अहिले त धानबारी कहाँ भेट्यो अलिकति हिँड्नु ल घाङसोलाटार आइदिएको अवस्था उमा चामलिङको गाउँै हेरौँ तलतिर ल यो बाटो पनि ओप्पी भएछ अहिले त ओप्पी ल हिजोको रमाइलो थियो अरू बेला अहिले त ठिक जत्तिकै हुरुरुरु नन स्टप कुदिया छ अगाडि खोल्सामा क्या हो लास्टै हिलो छ त्यो कस्तो भयो अहिले सबैतिर ठिक भएछ यति चाहिँ बेठिक भेटेँ यसलाई पनि टक्कसँगले मिलाइहाल्नु पऱ्यो क्या मिलाइहाल्नु पऱ्यो टक्क बनाइहाल्नु पऱ्यो यसलाई पनि अरू खस्यो भने चाहिँ लामा तल ऊ तल कहाँ खोल्सी पुगिने रहेछ यतिलाई पनि कसरी हुन्छ बाटो मिलाइदियो हामी त बबाल डिक्टेलटा खोला रोड त
त्यो ट्र्याक्टरहरूको त अगाडि पर्दाले पुरै बाटो छोपिराखेको हुन्छ त हौ। आँखा त मजाले नै देखिन्छ। अब लास्ट खराबी यहाँ एउटा कस्तो भयो त बाटो हेरौँ। ल फाइनली अहिले चाहिँ म पञ्चमी बजार आइपुग्नु लागेको अवस्था। पञ्चमी बजारको एकदम नजिक छौँ हामी चाहिँ यतिखेर। टोरी अस्ति त भर्खर छरेको थियो, अहिले त कति छिटो घुम्बी पो सकेछ त। ल पञ्चमी बजारमा पारी है तपाईँहरू देख्न सक्नुहुन्छ। पञ्चमी बजार हेरौँ। पञ्चमी बजार आज सोमबार अझै अलिअलि लागिरहेको छ बजार। ल पञ्चमी बजारलाई पनि बाई बाई गरिदिउँ। यत्रो घर ठरिसकेछ पञ्चमीमा। अब मेन खराबी बाटो भनेको चाहिँ यो पञ्चमी बाटो टखोला जाने यता वातिखुम छेउछाउ थियो लास्टै भद्रगोल बाटो। अस्ति नैको मेरो भिडियोमा पनि तपाईँहरूले देख्न सक्नुहुन्छ। अझ हेरौँ कस्तो छ। त्यो झोलाले पनि यस्तो काँध गलायो त हौ। झोलामा चाहिँ खासमा केही छैन, एउटा ज्याकेट मात्रै छ। रित्तो झोलाले पनि काँध गलाइसक्यो। त फेरि पुरै ग्राभेल रहेछ त हौ, ग्राभेल। ए त्यतिलाई मात्रै भइगयो फेरि। ग्राभेल त हानेकै रहेछ है यहाँसम्म त। के हो तट माकाफुली कसले ब्लुटुथ बजाएको रहेछ यार। ढङराङ गरेर सातै लगिदियो हौ ज्याठा। तट पञ्चमी टखलाको बिचमा मेन खराबी चाहिँ यहाँ थियो। अहिले त ग्राभेल गरेर यस्तो बनाइदिएछ यार। दामनाहरूले अस्तितिर यति माटो लिएर यस्तो गिर्खा लिएर हालिदिएको भए के बित्थ्यो, कति सहज हुन्थ्यो यार त्यतिखेर। लास्टै असजिलो थियो यहाँ त। त्यो पनि रातो रिसाइलो माटो भएर चिप्लिने खालको। अहिले त दामी बनाएछ, दामी।
यहाँबाट बिसाएर हेर्ने है क्या एकलट गाउँ धर पारी बल्छे गाउँ है बल्छे गाउँ धान पाक्न लागेछ पारी चिप्रुङ स्कुल होइन माथि लिखुरे टार कसले चिन्नुहुन्छ लिखुरे टार भनेर भयो माथि पिच सेतो पिच सेतो पिच आयो सेतो पिच भने बिजोक रमाइलो नै थियो त सेतो पिच भइसकेछ सेतो पिच दिउँ खोला पल्लो चाहिँ ट्वा खोला बबाल बनाएछ बबाल ल फाइनल्ली टुवा खोला पनि आइसक्यो है आजको गन्तव्य भनेको हाम्रो दिक्तेलदेखि टुवा खोलासम्मको सो आइसक्यो अब चाहिँ टुवा खोला यस बाटोहरू चाहिँ अहिले दिक्तेल पञ्चमी टुवा खोला बाटोहरू चाहिँ अहिले चाहिँ बबालै बनाएको रहेछ बबाल छ सो अब चाहिँ अब हामी यता देब्रेतिर लाग्नुपर्ने हुन्छ यता दाहिनेको बाटो छोडेर यतातिर सो अब चाहिँ गाडी धुने कार्यक्रम हुँदै रहेछ यता टुवा खोला पनि सुकेछ के रे केटा ल यति भन्दै अब चाहिँ छुट्टी राख्नुपर्छ है यो भिडियोलाई चाहिँ यतितिर बन्द गरौँ अब अरू भिडियोमा भेट्नुपर्छ है त बाई बाई